हेलो, अहिले चाहिँ म कान्छा मामा माइजूको बिचमा बसेको छु। यति एकजना मामा रहनुभएको छ, माइजू हुनुहुन्छ। र अहिले चाहिँ मामालाई मैले एउटा सानो मैले लेखेको कृति लिएर मामालाई दिनको लागि ल्याएको छु। हजुर सबैलाई थाहा छ, मैले यो लेखेको कर्म टु क्राइस्ट भन्ने पुस्तक नेपालीमा पनि ट्रान्सलेट भइसकेको छ अनि मामाले माइजूले पढ्नुहुन्छ भनेर चाहिँ यो लिएर आएको छु। मैले धेरै कपिजहरू अहिले नेपालबाट अर्डर गरेको छुइनँ। म धेरै कपीहरूलाई चाहिँ म ल्याउने प्रयास गर्दैछु नेपालबाट। इङ्ग्लिसबाट चाहिँ छन्। यसमा चाहिँ अब धेरै कुराहरू लेखेको छु, मामाको कुराहरू धेरै लेखेको छु, किनभने मामा माइजूले मलाई बुवा आमाको माया दिएर बुवाको स्थान मामाले दिनुभएको छ अनि त्यो मायालाई म कहिले पनि बिर्सिन सक्दिनँ। अनि त्यो कुराहरूलाई मैले समावेश गरेको छु। बाल्यकालको कुराहरू, झिकी जाँतो गरेका मामा माइजूसँग खेलेको हरेक दाजुभाइ दिदीबहिनी, मामाका छोराछोरी पनि नभने दाजुभाइ दिदीबहिनी परिवार जस्तो भएको सबै कुराहरू मैले यहाँ छाएको छु अनि हरेक कुराहरूलाई उल्लेखित गरेको छु। हजुरलाई पहिला पनि मैले यो कुराहरू सेयर गरेको थिएँ। यो पुस्तकमा चाहिँ हाम्रो नानीहरूलाई भुटानको लाइफ कस्तो थियो, हामी रेफ्युजी कसरी भयौँ, किन भुटानबाट खेदाइयो, 18 वर्षको रेफ्युजीको लामो जीवन कहानी कस्तो थियो भन्ने डिटेल्समा लेखेको छु। अनि अमेरिका आएर सुरुको अमेरिकाको लाइफ अनि अहिलेसम्मको कुराहरू मैले लेखेको छु र मैले यो कुराहरूलाई चाहिँ हाम्रो आउने पुस्ता नानीहरू अनि सबैको लागि नबिर्सियोस् हाम्रो कथा भन्ने कुरोलाई समावेश गरेको छु। र मामा यो पढ्नु होला, माइजू पनि छेउमा बसेर सुन्नु पढ्नु। यही कुरा लिएर आज बुवा मेरो मामा होइन लाई चाहिँ यो दिन पाएको छु। र धन्यवाद मामा, जति जे गर्नुभयो मेरो जीवनमा म कहिले भुल्दिनँ। र माइजूलाई पनि म पनि कहिले भुल्दिनँ। धन्यवाद।